नमस्कार। आजको म भिडियो के नेपालमा राजतन्त्र पुनर्स्थापना सम्भव छ यो विषयमा म बोल्न चाहन्छु। नेपालमा अहिलेसम्म जतिसुकै आन्दोलनहरू भए, जतिसुकै व्यवस्था परिवर्तन भए, हामीले हेर्न सक्छौँ राणा शासनको सुरुवात कसरी भयो। राणाहरूले धेरै वर्ष सङ्घर्ष गरेर राणा शासनको एउटा चाहिँ 104 वर्षको जहानिया राणा शासन भयो र त्यो राणा शासनको अन्त्य गर्नका लागि शहीदहरूले बलि चढाउनु पर्यो। भारतमा बसेर बिपी कोइराला, गणेशमान सिंहहरूले चाहिँ ठुलो एउटा मुभमेन्ट गरेर 2007 सालमा नेपालमा एउटा क्रान्तिको बीजारोपण गरेर प्रजातन्त्र स्थापना गरेर राणा शासनको अन्त्य भयो। त्यसै गरी पञ्चायतको अन्त्यका लागि 46 सालमा गणेशमान सिंहको कमान्डिङमा गिरिजाप्रसाद कोइराला लगायत नेताहरू काङ्ग्रेस र कम्युनिस्ट मिलेर 46 सालमा 2 महिनाभन्दा लामो सङ्घर्षबाट नेपालमा प्रजातन्त्रको पुनर्बहाली भयो। त्यसै गरी 62-63 सालमा एउटा खालको 19 दिने जनआन्दोलन चल्यो। त्यो जनआन्दोलन मात्र थिएन, 52 सालदेखि माओवादीले सशस्त्र जनयुद्धको सुरुवात गरेको थियो र उसको मुद्दा थियो धर्मनिरपेक्षता, सङ्घीयता लगायत नेपालमा राज संस्थाको राजतन्त्रको अन्त्य पनि मुद्दा माओवादीले बोकेको थियो। र त्यो 17,000 को बलिदानबाट आएको एउटा लामो त्याग र तपस्याबाट मात्र नेपालमा व्यवस्था परिवर्तन भएका छन्। नेपालमा अहिले जसरी हामीले देखिरहेका छौँ, केही मानिसहरूको चाहिँ तिनकुनेमा 2 जना मानिसको शहादत भयो, एकजना पत्रकार र एकजना सर्वसाधारण मानिसहरूको देवासान भयो। त्यसमा न उनीहरूको चाहिँ राजावादीहरूको न ठुलो एउटा लामो योजनाबद्ध तरिकाले उनीहरूले आन्दोलन गरेका थिए, न उनीहरूको कुनै एउटा मुद्दा थियो। मात्र उनीहरूको एउटा हुलदङ्गड, एउटा चाहिँ उद्दण्ड व्यवहार र कमान्डर बनाइएका जो दुर्गा प्रसाई काङ्ग्रेस एमाले हुँदै राजावादी बन्न पुगेका थिए, उनको बारेमा त सबैलाई थाहा छ। र त्यस्तो मान्छे जो कमल थापा, अहिलेको राजेन्द्र लिङदेन, धवल शमशेर राणा, रविन्द्र मिश्र र यस्ता मानिसहरूबाट नेपालमा राजतन्त्र पुनर्स्थापना हुन्छ भन्ने त्यो कुरा सम्भव म चाहिँ देख्दिनँ। र अर्को कुरा, राजा ज्ञानेन्द्र जो हामी पूर्व राजा भन्छौँ, उनको पनि विगत इतिहास त्यति राम्रो छैन। त्यसैले नेपालमा राजतन्त्रको पुनर्स्थापना लगभग असम्भव जस्तै देखिएको छ। अहिले भइरहेको व्यक्तिहरूबाट र अहिले भइरहेको राजाको मुभमेन्टबाट नेपालमा राजतन्त्रको पुनर्स्थापना लगभग सम्भव नदेखिएको छ, सम्भव देखिएको छैन। तर म यति कुरा चाहिँ र नेपाली जनतालाई म के भन्न चाहन्छु भने, जतिसुकै ठुलो आन्दोलनहरू भए, जतिसुकै मुभमेन्ट भए, जतिसुकै परिवर्तनहरू भए, चाहे गणतन्त्रको पक्षमा होस्, चाहे प्रजातन्त्र प्रणालीका लागि होस्, चाहे राजतन्त्रका पक्षमा होस्, सबै खालका चाहिँ आन्दोलनहरूमा मर्ने भनेको नेता मरेका छैनन्, धनी मरेका छैनन्, व्यापारी मरेका छैनन्। त्यहाँ मर्ने भनेको सर्वसाधारण हो, जो जीविकोपार्जन गर्नलाई, एकसाथ खानका लागि आफ्नो पसिना बगाउनुपर्छ, त्यस्ता परिश्रमी मानिसहरूको मृत्यु भएको छ। त्यसैले हामी परिश्रमी मेहनती नेपाली जनताहरूले सचेत भएर हामीलाई जुनसुकै तन्त्र आए पनि हामीलाई आफ्नो जीविकोपार्जन गर्नुपर्छ, आफ्नो परिवार पाल्नुपर्छ। राजनीति गर्ने नेताहरूमा तपाईँहरू हेर्नुहुन्छ, उनीहरूको पनि परिवार होलान्। काङ्ग्रेस एमाले कम्युनिस्ट राजावादी जुसुकै राजनीतिक गर्ने पार्टीहरूमा उनीहरूको नेताहरूको पनि परिवार होलान्। तर उनीहरू 24 घन्टा टेलिभिजनमा स्टन दिएर बोलेर एकले अर्कोलाई गाली गरेर तथानाम भनेर उनीहरू सुटबुटेड भएर हिँडेकै छन्, मिठो खाएकै छन्, 5 तारे होटलमा उनीहरूले लन्च मिटिङ गरेकै छन्। त्यसैले हामी सम्पूर्ण नेपाली जनताले बुझ्न के आवश्यकता छ भने, राजा एकजना आएर राजा टाउकोमा बस्दैमा देशमा आमूल परिवर्तन हुने होइन। देशमा व्याप्त भ्रष्टाचार छ, गरिबी छ, अशिक्षा छ। हामी यो कुराहरू मन गर्न सक्छौँ। राजतन्त्रको 240 वर्षमा यो कुराहरू परिवर्तन नभएको, गणतन्त्र आएको 16 वर्षमा पनि यो कुराहरूको चाहिँ जनताको जीविकोपार्जनमा परिवर्तन नभएपछि के फेरि राजतन्त्र राजा आउँदैमा नेपालमा त्यो खालको सम्भावना, जनताको जीविकोपार्जन र जनताको जीवनस्तर उकासिन्छ भन्नेमा
कि हामी नेपाली जनता ढुक्क छौँ? अवश्य पनि छैनौँ। कुनै पनि सम्भव कुरो नै होइन। नेपालमा राजाको पुनर्स्थापना भयो भने फेरि पनि नेपालमा राजतन्त्र पुनर्बहाली हुन्छ भनेर जनताले सुख पाउँछन् भनेर हामी यो कुरामा आशा र भरोसा नगरौँ। र त्यसैले म सम्पूर्णलाई आग्रह गर्न चाहन्छु, हामी व्यवस्था गणतन्त्र नै ठिक छ, तर हामीहरूले सामाजिक सञ्जालदेखि लिएर विभिन्न ठाउँहरूमा चाहिँ हामीले आवाज उठाउनुपर्छ। जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी व्यवस्था चाहिँ देशमा होस् र भ्रष्टाचारलाई निरूपण गर्नलाई चाहिँ राज्यले एउटा कदम चालोस्। त्यसका लागि चाहिँ एउटा राज्यले निचोड निकालोस् भनेर नै म आग्रह गर्न चाहन्छु। म त्यो सन्देश दिन चाहन्छु र सम्पूर्ण नेपाली जनताहरूलाई हामी कुनै पनि आन्दोलन र कसैको चाहिँ एउटा बलिको बोका नबनौँ। हामी आफ्नो देश निर्माण गर्न हामी आफै सक्षम छौँ। त्यसैले राजावादी कम्युनिस्ट कङ्ग्रेस भनेर नि हामी पछि नलागौँ र आफ्नो विचार हुन्छ, व्यक्तित्व हुन्छ। र त्यो हुनाले नेपालमा मैले भन्न खोजेको, नेपालमा राजतन्त्र तत्कालै फर्किने सम्भावना क्षणिक छ, सम्भावना छैन। र हामी राजतन्त्रको पक्षमा हामी नलागौँ भन्नलाई म आग्रह गर्न चाहन्छु, भन्न चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।